दर्शकबिन भुन्टी सिरियलमा के भयो होला त यति बेला भूपेन्द्र भने आफ्नो बहिनीको बोयफ्रेन्डलाई च्याप्प समाएर गालामा 2 थप्पड हानेका छन्। अन्तत आफ्नो बहिनीको बोयफ्रेन्डलाई उनले सम्झाइसकेका छन्। यता भूमिकाले पनि घरमा आएर केही कुरा खोलेकी थिइनन्। जब भुन्टीसँग सबै कुरा खोलिन् त्यसपछि भूपेन्द्र भने एक्कासी निकै रिसाएका हुन्छन्। रिसाएका भूपेन्द्रले भने ती भूमिकाको बोयफ्रेन्डलाई समाउन पुगेका हुन्छन्। तैँले हाम्रो परिवारको इज्जतमाथि किन खेलवाड गरिस्? मेरो बहिनीसँग यदि माया लागेको थिइस् र यदि विवाह गर्ने थिएन भने शरीरसँग किन खेलवाड गरेको भन्दै भूपेन्द्रले भने उसलाई सम्झाइसकेका छन्। अन्ततः विवाह गर्ने भा गर होइन भने हाम्रो परिवारको इज्जतमाथि खेलवाड नगर भनिसकेपछि ऊ पनि यति बेला भूमिकालाई स्वीकार्छु भनिरहेका छन्। हुन त भूपेन्द्रको बानी नराम्रो भए पनि घर परिवारमा आइपर्दा सबैलाई सम्हाल्ने गर्छन्। भूमिका भनी बेला बेलामा भुन्टीले सम्झाइरहन्थिन्, ए नन्द यसरी चुलबुले बानी गर्नु राम्रो होइन भनिरहँदा। तर तिनै नन्दले सायद बेलैमा कुरा सुनेको भए यो सबै हुने थिएन। गल्ती केटाको मात्रै पनि छैन, भूमिकाको पनि छ। त्यसैले मैले केही गर्दिनँ, बरु तिमीहरू विवाह गर सबै कुरा सल्भ हुन्छ। हो, परिवारको इज्जत तिम्रो पनि इज्जत हो र हाम्रो पनि इज्जत हो। अब यो सबै गर्नुभन्दा बिहे गर्नु उत्तम हो भन्दै भूपेन्द्रले सम्झाउँछन्। अन्ततः सम्झाइसकेका भूपेन्द्रसँग सुरुमा त भूमिकाको बोयफ्रेन्ड बाङ्गिएका हुन्छन्, बटारिएका हुन्छन्। तर पनि उनले नमान्नु बाहेक अरू विकल्प केही हुँदैन, किनकि उनले इज्जतमाथि र शरीरमाथि खेलवाड गरिसकेका छन्। यता भुन्टीको दाई जानकी दाई र भाउजू भने निकै रिसाएका हुन्छन्। तिमीहरूले किन खेलवाड गरेको? यति ठुलो जवान बहिनीलाई किन छाडा छोडिदिएको? मैले त भनेकै थिएँ बहिनीलाई राम्रोसँग स्याहार सुसार र खेल्नमा ख्याल गर हो भनेको थिएँ, तर तिमीहरूले मानेनौ भन्दै रिसाएका हुन्छन्। बेला बेलामा भूपेन्द्रमाथि आफ्नै दाइ र भाउजूले पनि गाली गरिरहेका हुन्छन्। सायद भूपेन्द्रले पनि बेलैमा भूमिका कहाँ जान्छन् के गर्छिन् भनेर सम्झाएको भए, रेखदेख गरेको भए यो सबै हुने थिएन। तर के गर्नु, हुनिहार दैव नटार भने जस्तै जे हुनु भइसक्यो। तर यति बेला भूपेन्द्रले भने सम्झाइसकेका छन्।